नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीको बाउ मर्दाखेरि पशुपतिनाथमा यतिको दाउराको चाङ देखेन हो। राजसभा स्वतन्त्र पार्टीको केही कार्यक्रम केही बैठक छ भनेर सुनेपछि नि यस साले धरतीको बोझ मिडियाहरू नि कालो टुटा तिर्स्याए जस्तो साले अनुहारभरि मायापै मायापै माया साले पापी अपराधी भ्राममा छर्नभन्दा अरू केही नजान्ने साले मिडियाहरू। रवि लामछाने र बालेनको सम्झौतामा बनेको सरकारलाई तिमीहरूले बिगार्न खोज्दैछौ होइन? रवि लामछाने बालेनको समर्थक र तिमीहरूले झगडा गराउन खोज्दैछौ होइन? तिमीहरूले राम्रोसँग बुझेको छ तिमीहरूले केही पनि उखाड्न सक्दैन। राणाको बाणहरू केही पनि उखाड्न सक्दैन। अब तिम्रो बाउहरूको अब नौरान 1 हुन्छ 2 हुन्छ 3 हुन्छ। खबरदार पापी अपराधीहरू। धारणमा हार्का सम्पाङ बौलाइसकेको छ। त्यो हार्का सम्पाङ जस्ता व्यक्तिलाई नि सरकारमा लिएर जान कुरा नगर्नु होला, किनभने त्यो 1 नम्बरको फटा हो।